सबैलाई जय मेसी। अहिले चाहिँ म दिमापुर नागाल्यान्डमा छु, जहाँ चाहिँ यो सेवा घरको नाम हेब्रोन हाउस अफ वर्शिप है। यो चाहिँ नागाल्यान्डको सुजोलो भिलेज भन्छ, 6 माइल चुमोकिदीमा नागाल्यान्ड। यो सेवा घरमा मैले मेरो प्रभुलाई मुक्तिदाताको रूपमा मैले प्रभुलाई पाएको घर हो। यो चाहिँ बाहिरी गेट हो है। यहाँ चाहिँ मैले प्रभुलाई पाएको, यो चाहिँ मेरो आत्मिक घर, मेरो आत्मामा जन्मेको घर चाहिँ यो हो है। सेवा घर यस्तो छ, म तपाईँलाई देखाउँछु। यो चाहिँ बाहिर कम्पाउन्ड हो। यसरी चाहिँ मैले यो सेवा घरमा चाहिँ मैले प्रभुलाई सेवा गरेको है। यो सेवा घरको नाम चाहिँ हेब्रोन, जहाँ चाहिँ नागाल्यान्डको सेवा घर हो। यो चाहिँ यहाँबाट चाहिँ प्रभुको काम सारा नागाल्यान्डमा फैलिएको हो, जहाँ चाहिँ मैले मेरो प्रभुलाई मुक्तिदाताको रूपमा ग्रहण गरेँ। मेरो आत्मामा जन्मेको घर। यो चाहिँ सेवा घरको किचन, सानो किचन हो। म तपाईँलाई भित्र पनि देखाउँछु। यो चाहिँ भित्र हल हो है, सेवा घरको हल हो। यो चाहिँ प्रभुको, मैले प्रभुलाई पाएको ठाउँ, प्रभु यीशुलाई मुक्तिदाताको रूपमा ग्रहण गरेको ठाउँ, जहाँ चाहिँ है मैले उद्धार मुक्ति पाएँ। यस घरबाट म कहिले बिर्सिनु सक्दिनँ। विशेष ठाउँ है, यहाँ प्रभुको दासहरू बस्छन्। यहाँ चाहिँ म प्रभुलाई है, यो ठाउँमा चाहिँ मैले प्रभुलाई पाएको हो। तपाईँले प्रार्थना गरिदिनुहोस्। नागाल्यान्ड हेब्रोन भन्ने यो सेवाघरको नाम हो बाहिरी। यहाँ चाहिँ हाम्रो बन्नु हुनुहुन्छ। यो चाहिँ ओरिजिनल नागाल्यान्डको नागा, हाम्रो छक्कासाङ नागा। उहाँ चाहिँ हाम्रो सेवामा बेला बेलामा आउनुहुन्छ। ओके ब्रदर बन्नु, अपनी याते होदाई चर्च ते मोहल्ला दिखी थे कि आई थे कि ना, तो अपना अलग एक्सपीरियंस किन्हीं का अलग को ना कि लेस देन 1 मिनट किन्हीं का लगी से अपनी तो ये तो बुस्तिला नाम तो की कुशिले सोजुलु विलेज। हाम्रो यो सेवाघरको नाम चाहिँ सोजुलु। थ्याङ्क यू बनुदा, थ्याङ्क यू। जयमिसी माइजू, यहाँ चाहिँ हाम्रो एसके माइजू हुनुहुन्छ, यस मण्डलीको आमा है। हाम्रो मामाको यो दिदी पनि चलाउने हाम्रो मामाको मिसेस। ल माइजू जयमिसी, अलिकति छोटकारीमा तपाईँको अनुभव यस सेवाघरको विषयमा। अब के भन्नु, प्रभुको दयाले हामीलाई यो ठाउँमा नि नागाल्यान्डमा यो सुजुलो भिलेजमा हामीलाई यो प्रभुले अद्भुत प्रकारले यो जमिन दिनुभयो। अनि यहाँनिर प्रभुको दयाले, नभए त हामी अलिक यहाँकोहरूलाई चाहिँ हामी बाहिरकोलाई चाहिँ अलिक पाउनु मुस्किलै पर्छ। तर प्रभुको दयाले हामीलाई यस ठाउँमा प्रभुले हामीलाई यो जमिन दिनुभयो। प्रभुको भवन पनि बनाउनुमा प्रभुले सहायता गर्नुभयो र हामीलाई यहाँ अहिले हामी यस ठाउँमा प्रभुको सेवा गर्छौँ। सुजुलो भिलेज भन्छ यो जग्गाको नाम चाहिँ। यहाँ हामीले ढुक्कले आनन्द शान्तिले प्रभुको सेवा गर्न पाइरहेको छौँ। हुन्छ। चाहिँ ब्रदर मनोज हुनुहुन्छ, अलिकति हजुरको नाम अनि यहाँको तपाईँको के छ? हजुर, म चाहिँ दिमापुर, हाम्रो नागाल्यान्डबाट। अनि हाम्रो गिदोन उहाँ चाहिँ अस्ट्रेलिया, उहाँ चाहिँ यहीँकै हुनुहुन्थ्यो, तर अहिले समय चाहिँ उहाँ चाहिँ अस्ट्रेलियामा अब उहाँको कामको विषयमा अनि उहाँको मिसेस उहाँ भएको कारणले गर्दा अनि उहाँ चाहिँ अस्ट्रेलियामा हुनुहुन्छ। अनि समय समयमा यसरी नै हाम्रो बिचमा आइकन चाहिँ उहाँको कति कुराहरू है सङ्गतिहरू हामीले उहाँद्वारा पनि हामीले पाएको छ। धेरै कुरा सङ्गतिद्वारा धेरै उत्साह प्रश्नहरू हामीले भइरहेछ। धन्यवाद छ। अनि विशेष हाम्रो यहाँ नागाल्यान्डको मण्डलीमा भएको हेब्रोन मण्डली तर्फबाट पनि विदेशमा जति हाम्रो मण्डलीहरू खुनलिकिन मण्डली छ, प्रत्येक मण्डलीलाई जय मिसी छ। अनि म तर्फबाट पनि अनि के भन्छ हाम्रो यता नागाल्यान्डको यहाँ चाहिँ हाम्रो डेभिड दादा हुनुहुन्छ। यहाँ चाहिँ हेब्रोन मण्डलीको हाम्रो युथ लिडर हुनुहुन्छ। जय मिसी दादा, अलिकति हजुरहरूलाई सबैलाई पनि जय मसीकी। अनि म चाहिँ एउटा यहाँ हेब्रोन दिमापुर, अनि स्टेट चाहिँ नागाल्यान्ड, कन्ट्री चाहिँ इन्डिया हो है। यहाँ हामी चाहिँ यो सानो मण्डली, यो मण्डलीको नाम चाहिँ हेब्रोन हाउस अफ वर्शिप हो। अनि यहाँ चाहिँ म चाहिँ युथमा है सानो एउटा भार उठाउने प्रभुको दास हो। युथहरूलाई हेरविचार म गर्छु। अनि तपाईँले प्रार्थना गरिदिनुहोस् है। हाम्रो यहाँ युथहरू धेरै छन्, तर अब
युथमा अब प्रभुले पनि अब मलाई अनि जति मेरो भाइहरू छ है मलाई सहायता गर्ने सबैलाई पनि प्रभुले तपाईँको प्रार्थनाको उत्तरमा है उहाँलाई पनि ज्ञान दिएको होस् भनिकन अनि हामी हजुरहरूलाई प्रार्थना गरेको माग्छौँ हाम्रो सानो मण्डलीको लागि हजुरले सधैँ प्रार्थनामा याद